यता हाम्रो मासुको आइटमको लागि तयारी भइरहेछ। यहाँ के बन्दैछ? एक प्लेटको कति हो? म त 50 एनमै अगाइहाल्छु त है। चिकन मटन भुटन छोइला सबैजना यता आउनु होला पहिला खाना हैन? यता हाम्रो गुरुङ सरको हातमा के हो यो? यसो भनिदिनु पर्यो। सानो बच्चाहरूको लागि नि सर्भिस गर्दैछ है। ए हजुर हजुर, ठुलोहरूको लागि आउँदैन? अगाडिको 2वटा दाँत मात्रै छ नि, यो मकै खानलाई सजिलो हुन्छ भनेर हो? हो। कस्तो हुँदैछ आजको बारबिक्यू? एकदम मिठो छ हैन? यति धेरै मिठो सर्भिस गरिदिनु भएकोमा थ्याङ्क यू सो मच। कालो बङ्गुर कसरी रातो भयो भन्नु होला, यो सबै मसलाको कमाल है। Hello, good morning and Zhorle, it's me James all the way from inside the car. हाहा, आजको भ्लग चाहिँ बारबिक्यू विशेष हुनेवाला छ। अनि हामी चाहिँ आज 10-11 जनाको जम्बो टोली चाहिँ नागया नजिकै रहेको यो मियामा गार्डनमा चाहिँ बारबिक्यूको लागि जाँदैछौँ। अनि त्यहाँको प्लस पोइन्ट भनेकै बारबिक्यूसँगै स्विमिङ पनि मजाले गर्न पाइन्छ नि त। सो आजको मौसम चाहिँ बिहान अलिअलि पानी परेको थियो, तर अहिले चाहिँ लगभग आकाश खुलिसकेको छ। सो आजको बारबिक्यूमा स्विमिङसँगै अरू के हुन्छ त? लेट्स इन्जोय द भ्लग। ल है, हामी यो बारबिक्यू गर्ने ठाउँमा पनि आइपुग्यो। यहाँनिर हाम्रो सेटिङ हुँदैछ। यहाँ हाम्रो गुरुङ दाई हुनुहुन्छ, यहाँ हाम्रो थापा दाई, यहाँ हाम्रो सापकोटा दाई, यहाँ हाम्रो पुन दाई, अनि यता यो दाईको चाहिँ नाम थाहा भएन, राजेश दाई। आज चाहिँ हामी बारबिक्यूको लागि चाहिँ हामी आएका छौँ। हामी चाहिँ आज बारबिक्यूको लागि लगभग 10-11 जना चाहिँ यहाँ आएको छौँ। आज चाहिँ सबैजनाले चाहिँ छुट्टी मिलाएर अनि यो ठाउँको नाम के भन्छ? मियामा भन्ने ठाउँमा आएको छौँ। तपाईँहरू पनि आउनुहुन्छ भने लोकेसन दिन्छु। कति राम्रो छ, फरेस्ट एरिया अलि सुनसान छ, अनि स्विमिङको लागि नजिकै खोला पनि छ। जे होस्, हामी सबैजना यो तयारी गरिरहेका छौँ। अगाडि के हुन्छ हाम्रा यहाँ केटाकेटीहरू पनि छन्। हाई भनिदेऊ, नाम भनिदेऊ। अनि दाईको भिडियोलाई सब्सक्राइब, लाइक, सेयर गरिदिनु युट्युबमा गएर। तिमीहरूले नि गर्ने होला नि। हेलो, राम्री केटीहरू हुनुहुन्छ यहाँ, बट सबै अर्काको हुन्। 5 करोडको माल है। हाम्रो खानेकुरा 5 करोडको माल। त्रिपल ताम भन्छ त बाहुन। ल है, यता आगो बाल्नु चाहिँ अलि अल्छी मानिरहेको छ। आज मौसम पनि अलि कस्तो ढिलो लागेको छ नि त बादल, त्यही भएर चाहिँ अलिकति मेहनत अलिकति टाइम लागेको छ भनौँ न। सेन त लोकेसन गर्यो त उसले। अब सेकुवा बन्दैछ होइन। थाहा पाछ नि यो के को सेकुवा हो? यो चाहिँ हाम्रो कुखुरा र ला भालेको भनेर कुखुराको फसाउनु हो क्या? यहाँ के बन्दैछ? एक प्लेटको कति हो? म त 50 एनमै अगाइहाल्छु त। ल यतातिर चटपटे बन्दैछ, यतातिर चाहिँ अब कोइला रेडी हुने अवस्थामा छ। अब चाहिँ हामी लगतै यता चाहिँ बियर अनि अरू नमिमलोको तयारी हुँदैछ।
यता हाम्रो क्युटी बाबु हेलो ल चटपटी पनि आइसक्यो अब चटपटी खानुपर्छ यति मिठो छ होइन थापासन चटपटी कस्तो छ मिठो छ है चटपटी यो चटपटी बनाउने मान्छेलाई चटपटी पसल खोल्दा पनि चल्छ नि होइन पसल जस यति मिठो छ है आमा एकचोटि म पनि ट्राई गर्छु है त यति मिठो छ चटपटी चटपटी पसल खोल्यो भने मान्छेले 2 महिनामा है बनाउँछ ल ओके यता हाम्रो गुरुङ सरको हातमा के हो यो यसो भनिदिनु पर्यो सानो बच्चाहरूको लागि नि सर्भिस गर्दैछ है ए हजुर हजुर ठुलोहरूको लागि आउँदैन म सानोमा पऱ्यो कि ठुलोमा पऱ्यो ल अब बिस्तारै हामी खानाको लागि तयारी गर्दैछौँ खानाको आइटममा चाहिँ सेलरोटी छ त्यसपछि चाहिँ यो मकै पनि छ अनि यता खसीको भुटन पनि छ अनि त्यसपछि अचार पनि छ मलाई भयो अनि लोकेसन चाहिँ यो ठाउँमा रहेको छ यता हाम्रो थापासान चाहिँ सेकुवाको लागि मास्टर माइन्डवाला मान्छे हो त्यही भएर चाहिँ उहाँलाई हामीले टोकियोबाट बोलाएको है यो सेकुवा बनाउनको लागि मात्रै होइन त हो नि हो नि यता तन्दुरी त्यसपछि यता हाम्रो सेकुवा स्पेसलिस्ट त्यसपछि हामी खानाभन्दा बढी मोबाइल खाडा पानी लाउँछन् रसले खान पनि पाइन्न यो सेलरोटी कसले बनाएको हातले सेलरोटी बनाउनु मान्छे देखाउनु पर्ने नि त त्यही भएर मिठो पारे चाहिँ गुरुङीलाई चल्छ छ्याजालो कस्तो हुँदैछ आजको बाबिक्यू एकदम मिठो छ होइन यति धेरै मिठो सर्भिस गरिदिनु भएकोमा थ्याङ्क यू सो मच यसपछिको प्लान के छ यो खाएपछि खाएपछि अब हामी टिकटक बनाउने अनि पौडी खेल्न जाने हो ए आज वेदरले पनि अति साथ अति गर्मी पनि छैन धेरै चिसो पनि छैन अति रमाइलो यो जङ्गल अनि यो खोलाको साइडमा बसेर यसरी खान पाउँदा चाहिँ त्यो पनि नुवाकोटे होइन नुवाकोटे सम्धीसँग यसरी बसेर खाँदाखेरि यति रमाइलो भइरहेको भाइ के छ खबर अगाडिको 2वटा दाँत मात्रै छ नि यो मकै खानलाई सजिलो हुन्छ भनेर हो नाम चाहिँ के रे तिम्रो ए अनि नुहाएर आएको त्यहाँ माछा भेट्टेन अनि कहाँ छ खै माछा माछा खै ए हो र अनि नेपाल घर कहाँ नि तिम्रो ए जापानाको कति भयो 5-6 महिना भयो आजको बाबिक्यू कार्यक्रमको चाहिँ हाम्रो तिज है हाम्रो थापा सान चाहिँ ल है अब चाहिँ हामी स्विमिङको लागि तयारी गर्दैछौँ स्विमिङ चाहिँ यहाँनिर नजिकै छ अनि यहाँनिर बाबिक्यू हुँदैछ फेरि स्विमिङ गरे पछाडि चाहिँ हाम्रो यो तन्ने आइटमहरू छ यो फेरि आइटम खानको लागि हामी आउँदैछौँ थापासान रेडी हो नि चाहिँ स्विमिङको लागि रेडी छ भने त अनि उता काली गण्डकी होइन त काली गण्डकीमा होइन उता काली गण्डकीमा ट्रेनिङ भएको थियो होला नि त स्विमिङको लागि त्यो एक्सपिरियन्स चाहिँ आज फेल खानु भएन नेपालतिर चाहिँ मकै कुटाउने धलाउने के हुँदैछ कि नि हाम्रो त यहाँ फलेर पाकेर पनि अब पोलेर खाँदैछौँ हामी ल है अब स्विमिङको लागि रेडी हो ल अब चाहिँ हामी स्विमिङको लागि जाँदैछौँ अब चाहिँ हामी स्विमिङको लागि जाँदैछौँ स्विमिङ त्यहाँनिर छ अनि खसीको मासु खसी मासु पनि गर्छु उहाँले चाहिँ अनि यो खोला तरेपछि हामी स्विमिङ गर्ने ठाउँमा जाँदैछौँ खसीको मासु होइन त खसीको मासु हेलो थापा सर अनि स्विमिङ गर्नलाई सिलिन्डर बोकेर जानुभयो कि के हो यो सिलिन्डर हो यो खायो भने चाहिँ डुब्दैन हो मान्छेहरू ल है हामी चाहिँ अब यो खोला तरेर तल रनिर जाँदैछौँ ल आउनुहोस् है बिस्तारै ल
आजको बार्बिक्यू कस्तो भयो थाहा छ एकदम रमाइलो अनि के भन्ने अब पौडी खेलियो बिहान मौसम ठिक थिएन अब अहिले के छ यो ठाउँको अलिकति विशेषता अलिकति के छ यहाँ चाहिँ आउनेहरूलाई चाहिँ के चाहिँ हुन्छ नि सर्भिसहरू पाउन सक्नुहुन्छ अलिकति भनिदिनु न के भन्ने होइन ठाउँ एकदम रमाइलो छ प्लस पैसा चाहिँ लाग्दैन छ होइन एकजना गरेको गर्दा तर बिहान 10 बजेदेखि 7 बजीसम्म रमाइलो हुन्छ के छ खोलानी छ यता जङ्गल होइन यस्तो गर्मीमा नि अब शीतल होइन तल राखेर अब माछाहरू पोलेर खाने ठाउँहरू छ अहिले त्यो सुविधाहरू भयो पानी हातसाथ धुने होइन भनेपछि स्विमिङको लागि त्यस्तो प्रब्लम छैन है ए ल ल आजको खानपिन घुमफिर सबै सकियो अब चाहिँ हामी जान लागेको यो 3वटा कार लिएर आएको थियौँ अब चाहिँ हामी फर्किन लाग्यो है त गाइज अति रमाइलो भयो जस मौसमले पनि साथ दियो भनौँ न होइन भयो